Hey guys, welcome back to my channel. र आज हामी नेपालको सबैभन्दा ठुलो मन्दिर जानकी मन्दिर जाँदैछौँ। हाम्रो सीतामैयाको घर पनि भनौँ न। हामी यहाँ छ 4 जना अनि यहाँ 2 जना र म 4-5 जना 6-7 जना छ हैन। सबैजना जानु खोजे। अहिले हामी जाँदै हैन। बस चाहिँ अब अलि ढिलो त भइसकेछ, अब के हुन्छ हैन। बस स्टपनिर जाँदै हो। चाहिँ हामी उता घुम्नु जाँदै हो अनि यता अब की बार बालेन सरकार यहाँ हाम्रो बर्थमामा आज बालेन आउँछ। अब हामी उता गइरहेछ, बालेन आज आइरहेछ। अब के भन्नु, यस्तो छ हैन। गाडी चाहिँ छुट्यो 8:30 बजेको जनकपुरको डाइरेक्ट गाडी आउँदैछ हैन। अब आइरहेछ, त्यसलाई पर्खेको एकछिन। बागबटेनी भयो, यो बागबटेनी हामी एन्टर गर्यो जनकपुर। वीडियो कॉल ले फाइनली हामी सबै आयो जनकपुर। ल गाइज एउटा कलुवा यहाँ छ। खोइ अरू यहाँ छ कलुवा, हेर न यहाँ जो न त यो पोखरी हो हैन। हामी आइसक्यो यहाँ रेलवे ट्र्याकमा। रेलवे ट्र्याक हुँदै हुँदै गइरहेको छु साथीको रुममा। सरी जनकपुरमा नि अब ट्रेन अहिले चल्छ कि चल्दैन थाहा भएन। र यो हामी यहाँ रुमभन्दा यता सिधै आएको होइन, अलि यतातिर छ। यो कुन पोखरी थाहा भएन, तर अलिक यता फोहोर चाहिँ त्यति नरहेछ। फोहोर हुनु त रहेछ तर त्यति छैन, सोचेको भन्दा राम्रो छ। यही हो ठुलो, सायद मलाई त थाहा भएन तर यही जस्तो लागि त रहेछ ठुलो पोखरी जनकपुरको। यो गिलास र पत्ता किन्नु आएको थियो यता पसलमा, र ऊ त्यही पोखरी हो। र अब हामी खानासाना खाएर निस्किसक्यो। अब जाँदै हो कलुवा। यो ठुलो पोखरी यहाँ रहेछ, अलि टाढै रहेछ त आइसक्यो ठुलो पोखरीनिर। यति हो हामी। फाइनली हामी एन्टर गरिसक्यो। यस्तो दिन हाम्रो नि आउला आउला के आउला, कहिले न कहिले आउला। हेर्नु कस्तो हुन्छ। र यो भयो मेन गेट। यत्रो यहाँदेखि त्यहाँसम्म निःशुल्क जुत्ता चप्पल राख्ने ठाउँ। यस्तो चप्पल जुत्ता हैन यहाँ निःशुल्क राखिन्छ।
यो चाहिँ भित्रको भ्यू भित्र छ यस्तै छ यो ढोका टिकट काउन्टर माथि जानुको लागि होइन नेपाली 15 रुपियाँ भारू 10 रुपियाँ यसरी यहाँबाट माथि जान्छ हटाइसक्यो हेरौँ तर यस्तरी छ यहाँनिर यस्तरी हेर्नु यस्तरी हेर्छ यहाँबाट हेराइदिएको म बाहिरको होइन यहाँ चाहिँ राम भगवानको बिहे भइरहेछ फेरि उही कुरा यस्तरी तल होइन यो अझै तल पुरै तल गइरहेको छ यहाँ क्यामेरा चाहिँ अन गर्नु मनाइ छ त्यति बेला यताबाट अब बाहिर बाहिरको चाहिँ यस्तो छ धेरै फ्लड भयो सब